Hello guys, welcome back to my channel. अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि अहिले चाहिँ फिट एन्ड फाइन भइसके। अनि आज चाहिँ म खेतला जाँदै छु। बिहान यस्तो भइरहेको छ क्या वेदर चाहिँ, कस्तो घाम लाग्दैन तर घाम लाग्दा पनि कस्तो गर्मी हुन्छ। अब पानी पर्दा पनि चित्त बुझ्दैन, केही गर्दा पनि चित्त बुझ्दैन। यस्तै छ जिन्दगी। तपाईहरुलाई म बिहानको भ्यू देखाइदिम भनेको मेरो गाउँको, तर कहिले घाम लाग्न आँटेन। घाम लागेको दिन म छिटो उठ्दिन, म छिटो उठेको दिन घाम लाग्दैन। यस्तै चलिरहेछ। अनि अहिले चाहिँ म बिहानै खेतला जाँदै गरेको। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र लाइक कमेन्ट सेयर एन्ड सब्स्क्राइब पनि गरिदिनु होला है त। अहिले चाहिँ म बाटोमा जाँदैछु। छेमाको घरमा गएको खेतला चाहिँ बिहानै। अब खेतला गए पनि म भ्लग चाहिँ बनाउने हो भन्ने आशमा म भ्लग बनाउँदै जाँदैछु। अहिले चाहिँ म भर्खर घरबाट निस्केको। अब निकै टाइम लाग्छ मलाई पुग्नलाई। म चाहिँ अब सरासरी जान्छु। ढिलो भइसक्यो, छिटो आउनु भन्ने हुनुहुन्थ्यो। आज म चाहिँ छेमाको घरमा आइपुगिसकेँ। नमस्कार। हेलो भाइ छैन? क्या इग्नोर है? मेरे को इग्नोर कर दिया। के गर्नुपर्ने काम चाहिँ? कस्तो के छ भनेको? छेमा चाहिँ यहाँनिर खाजा बनाउँदै हुनुहुँदो रहेछ। यत्रो धेरै सुठुनी यही धुनुपर्ने हो? खुट्टाले धुनु? यति धेरै सुठुनी रहेछ गाइस अहिलेको समयमा। यहाँ पनि पो छ त, अब यहाँ नभएर एक फोसी छ, यत्रो फोसीको। तर पनि म केही भन्दिनँ। अब म यो धुन चाहन्छु ल। बिर्सिनु कसरी तिमीलाई मैले, बिर्सिनु कसरी तिमीलाई मैले, सम्झना आइरहन्छ। हो हो छोडेर नजाऊ परदेश मलाई, दुई दिन माया लाएर। म बोल्दा हुन्छ? म बोल्दा हुन्छ? गीत रेकर्ड चलिरहेको छ हैन दुईजनाको। अनि अहिले चाहिँ हामीले धेरै काम पनि गऱ्यौँ। अनि एकछिन टेस्ट गर्ने टाइम भएको थियो। अनि म चाहिँ यहाँ सुतिराखेको छु आरामले। यता चाहिँ गीत यत्तिको त हुनै पर्यो नि। लाखौं सपनालाई साँचेर मरे तिम्रै काखैमा, बाँचे तिम्रै साथैमा, जन्म जन्म साथै जन्म छोडी नजानु है। जाँदैछु छोडी परदेशी तिमीलाई, तस्बिर छ आँखैमा।
वाट अ क्रेजी। यतिको हुनुपर्ने हुन्छ गाइज। के गर्नु मलाई अल्छी पनि लाग्यो होइन। चाहिँदैन सुन अब गीत चाँदी सुन्ने हो, बस्ने हो। चाहिँदैन धन अनि काम पनि गर्नुपर्ने हुन्छ। यहाँ त कस्तो तोङबा देखिरहेको हुन्छ। तर यो चाहिँ मेरो अनमोल चाहिँ होइन। ल फेरि माया मेरो म चाहिँ यस्तो चिजबाट अलिक टाढै बस्ने गर्छु। जिन्दगी अब चाहिँ ओ हामी पनि आँसु सारा क्षमाहरूले तिम्रो बितेसकेपछि बोकी चाहिँ काम सुख गर्नुपर्ने तिमीलाई हुन्छ। दिन्छु अनि आजको लागि तिम्रो चाहिँ पाइला भिडियो जहाँ अन्तिम समय पर्छ हेरिदिनु भएकोमा त्यो चाहिँदैन धन्यवाद। सुन चाँदी त मेरो पो त हो। धेरै धेरै चाहिँदैन धन्यवाद। सुन चाँदी म गाउन आँटेको त लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँदैन चाहिँ सुन गरिदिनु चाँदी होला चाहिँदैन धन यो सम्पत्ति रेकर्ड गर्दा चाहिँ नि सानो भन्न त्यो टाइमिङ चाहन्छु। नछुटाउँ ल एन्ड थ्याङ्क यू सो मैले मच टाइमिङमा गाउँछु एभ्रिवान। तपाईँले टाइमिङमा गाउनु भएको छ नि त्यो